14 अप्रिल 1912 को रात आकाश ताराहरूले भरिएको थियो। रातको 11:40 फ्रेडरिक फ्लिट नामका एक पहरेदारले अगाडि ठूलो हिउँको चट्टान देखे। उनले घन्टी बजाए र चिच्याए, आइसबर्ग राइट अहेड। जहाज मोड्न प्रयास गरियो तर ढिलो भइसकेको थियो। जहाजको दाहिने भागले चट्टानलाई बेस्सरी ठक्कर दियो। 20औं शताब्दीको सुरुवातमा जब संसारले आधुनिक प्रविधिमा गर्व गर्न थालेको थियो, मानिसले प्रकृतिमाथि विजय पाएको ठान्थ्यो। यसै अभिमान र महत्त्वाकांक्षाको समयमा निर्माण भयो आरएमएस टाइटानिक, मानव निर्मित एक अद्भुत जहाज जुन बेलफास्ट आयरल्यान्डको हारल्यान्ड एन्ड वोल्फ नामको जहाज बनाउने कम्पनीले बनाएको थियो। व्हाइट स्टार लाइनको स्वामित्वमा रहेको यो जहाजलाई संसारकै ठूलो, सबैभन्दा बलियो र विलासी जहाज भनिएको थियो। नाम दियो द अनसिङ्केबल सिप, जुन वाक्य पछि गएर क्रूर मजाक साबित भयो। सन् 1909मा टाइटानिकको निर्माण सुरु भयो। करिब 3000 भन्दा बढी कामदारले 2 वर्षसम्म मेहनत गरेर यसलाई तयार पारे। यो जहाज त एउटा तैरिरहेको दरबार जस्तै थियो। भव्य सिँढीहरू, झलमल्ल बत्तीहरू, शाही शैलीको भोजनालय र पहिलो श्रेणीका कोठा राजा महाराजा जस्तै सजिएका थिए। जहाजमा 3 वर्गका यात्रीहरू थिए, पहिलो, दोस्रो र तेस्रो श्रेणी, जुन वर्गीय समाजको झल्को दिन्थ्यो। तर टाइटानिकमा यात्रा गर्ने सबैको एउटै सपना थियो, अमेरिका पुग्ने, नयाँ जीवन सुरु गर्ने, नयाँ सम्भावनाको खोज गर्ने। दस अप्रिल 1912मा टाइटानिकले इङ्ल्यान्डको साउथह्याम्पटनबाट आफ्नो पहिलो यात्रा सुरु गर्यो। जहाजमा 2200 भन्दा बढी मानिस सवार थिए। धनी व्यापारी परिवारहरू, प्रेमी प्रेमिकाहरू, आप्रवासीहरू, कर्मचारीहरू र इतिहासमा प्रसिद्ध व्यक्तिहरू जस्तै जोन ज्याकोब एस्टोर 5, जो संसारका एक धनी व्यक्ति थिए। वातावरण खुसी, उत्साह र विश्वासले भरिएको थियो। टाइटानिकले चेयरबर्ग फ्रान्स र क्विन्सटाउन आयरल्यान्ड हुँदै यात्रुहरू चढाउँदै अमेरिकातर्फ लागिरहेको थियो। समुद्र शान्त थियो, मौसम सफा थियो, तर पहिले नै हिउँका चट्टानहरूको चेतावनी आउन थालिसकेका थिए। कप्तान एडवर्ड स्मिथ, जो आफ्नो अन्तिम यात्रामा थिए, उनले धेरै चेतावनीहरू पाएका थिए, तर टाइटानिकको गति कम गरिएन, किनभने टाइटानिकलाई अघि पनि भने जस्तै टाइटानिक एक अनसिङ्केबल जहाज थियो। झन्डै 22 नट्स, आखिर यो त डुब्न नसक्ने जहाज थियो। त्यसकारणले गर्दाखेरि स्पिड कम गरिएन। 14 अप्रिल 1912 को रात आकाश ताराहरूले भरिएको थियो। रातको 11:40 फ्रेडरिक फ्लिट नामका एक पहरेदारले अगाडि ठूलो हिउँको चट्टान देखे। उनले घन्टी बजाए र चिच्याए, आइसबर्ग राइट अहेड। जहाज मोड्न प्रयास गरियो तर ढिलो भइसकेको थियो। जहाजको दाहिने भागले चट्टानलाई बेस्सरी ठक्कर दियो र पानी छिर्न थाल्यो। पहिलो समयमा यात्रुहरूले त्यस्तो गम्भीर केही भएको महसुस नै गरेनन्। सङ्गीत बजिरहेको थियो, मान्छेहरू नाचिरहेका थिए, रमाइरहेका थिए, तर तल जहाजमा डर फैलिन थालिसकेको थियो। डिजाइनर थोमस एन्ड्र्युजले क्षति अवलोकन गरेर घोषणा गरे, जहाज अब केही घन्टाभित्र डुब्नेछ। जहाज 4 भागमा पानी पसे पनि बाँच्छ भन्ने डिजाइन थियो, तर अहिले 6वटा भागमा पानी पसिसकेको थियो। अब जहाजबाट एसओएस सन्देशहरू पठाउन थालियो। आकाशमा सङ्केत रकेटहरू फायर गरियो, तर नजिकैको जहाज क्यालिफोर्नियन मद्दत गर्न सकेन। कार्पाथिया नामको अर्को जहाज करिब 58 माइल टाढा थियो र त्यसले टाइटानिकलाई बचाउन दौडियो। टाइटानिकमा जम्मा 20वटा डुङ्गा थिए। केवल 1100 जनालाई मात्र बचाउन सकिने थियो। बाँकीको लागि आशा नै थिएन। मानिसहरू भागाभाग गर्न थाले। महिला र बच्चा पहिले भन्ने नियम लागू गरियो। केही पुरुषले शालीनतापूर्वक आफ्नो जीवन त्यागे। केली त डुब्न नपरोस् भनेर डुङ्गामा जबरजस्ती घुसे। आमाहरूले आफ्ना बच्चाहरूलाई छुमेर बिदा गरे। प्रेमीहरूले अलग हुन मानेनन्।
15 अप्रिल बिहान 2:20 टाइटानिक 2 टुक्रा भयो र समुद्रको गहिराइमा हरायो। 1500 भन्दा बढी मानिसहरूको मृत्यु भयो। चिसो पानीमा डर, वेदना र आँसुका बीचमा धेरैजना एक आपसको हात समाउँदै गीत गाउँदै वा एक्लै तैरिँदै मरे। डुब्न नसक्ने जहाज डुबेको थियो त्यो दिन। कार्पाथिया जहाज जब आइपुग्यो केवल 700 जना मात्र बचाइएको थियो। ती सबैको आँखामा पीडा, खाँतमा मृत्युको चिसो छाया थियो। त्यो दिन एक जहाज मात्र होइन, हजारौं सपना, माया र भविष्यहरू डुबेका थिए। विश्व स्तब्ध भयो। त्यस दुर्घटनाले जहाजको नियमहरू परिवर्तन गरायो। जीवन डुङ्गा सङ्ख्या बढाइयो, 24 घण्टा रेडियो निगरानी अनिवार्य बनाइयो र हिउँको चट्टान पहिचान गर्ने सेवा सुरु गरियो। तर टाइटानिकको कथा केवल नियमहरूको कथा थिएन, त्यो मानव घमण्ड, संवेदनशीलता र जीवनको नाजुकता बुझाउने कथा बन्यो। आज पनि टाइटानिक 12,000 फिट गहिराइमा समुद्रको शान्त अन्धकारमा सुतेको छ। तर उसको कथा कहिल्यै निदाउँदैन। यो किताबहरूमा, चलचित्रहरूमा, गीतहरूमा र मान्छेको मुटुमा बाजिरहेको छ। टाइटानिक केवल एउटा जहाज होइन, ऊ एउटा सम्झना हो, एउटा चेतावनी हो र एउटा अमर कथा हो। यो हो टाइटानिकको कथा, अडिग, अभूतपूर्व र अविस्मरणीय। यदि तपाईँलाई भिडियो राम्रो लाग्यो भने लाइक, शेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला, जसले गर्दा मलाई अर्को भिडियो बनाउनको लागि प्रेरित गर्नेछ, मोटिभेट गर्नेछ। थ्याङ्क यू भेरी मच।